पारी गाउँमा बेमा प्रोग्राम छ अरे नि जाउँ न ओइ दाजुलाई भनेर जाउँ न त्यसो भए म दाजुलाई बोलाएर आउँछु ल ल Thank you. दाजु पारी बेमा प्रोग्राम छ अरे साथी दिनु न ए तिमीहरू बेमा जाने हो डान्स गर्नु अँ ए लोइसनासँग जाने हो Perfect. ए आजभोलि प्रोग्राममा जानु हुँदैन त्यो पहाडी गाउँमा त खालि राजनीतिक भाषण मात्रै हान्छ प्रोग्राम जम्मा 1 घन्टाको हुन्छ 4 घन्टा भाषण हान्छ मेरो काका तुम्बा त यस्तो राजनीति गरिरहेको थियो उस्तो राजनीति गरिरहेको छ यो इन्जिनियर हो यो अब डक्टर हो भनेर भाषण ठोकेर दिन कटाउँछ अनि तिमीहरूलाई नाचाउने भनेको राति 12-1 बजी त्यस्तो प्रोग्राममा जानु हुँदैन हाम्रो तुम्बाले त यति साल राजनीतिक क्षेत्रमा काम गर्नुभएको थियो टिकट पाउनु भएको थियो भनेर त्यो गन किच उनीहरूको मात्रै सुने बस्छ त्यसैले पारी गाउँमा नजाउँ स्मृति बहिनी लोइसमा र तिमीहरू बरु अलि मजाले पढ Oh no. अनि घरमै डान्सहरू गर्दै गर पछि राम्रो प्रोग्राम आएको बेला जाउँला नि त्यतिखेर ल ल त्यसो भए लैसमालाई नजाउँ भन्छु म ल नजाउँ त्यस्तो प्रोग्राममा ए नजाउँ ल भाषण मात्रै ठोक्छ अरे ए हुन्छ त्यसो भने